सरप्राइज नै भयो के म त लौ यो हेलो साथीहरु सबैजनालाई नमस्ते। आज म नयाँ भिडियो लिएर आइसकेको छु है। आज चाहिँ कहाँ जाने भन्ने चाहिँ मलाई थाहा थिएन है। अब हाम्रो राजाले चाहिँ मलाई एकदमै राम्रो ठाउँमा लिएर जानुभयो। अनि त्यसपछि हामीले ल्यापटपबाट फोटो खिच्यौँ। के कस्तो भयो त आजको दिन, कसरी खिच्यौँ हामीले ल्यापटपबाट फोटो है त साथीहरु। हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि हामी चाहिँ पुग्यौँ है। आज चाहिँ हामी पूजा गर्ने भनेर बिहान निस्केको थिएनौँ। दिउँसोमा यसो ढोग्न भनेर लग्नु भएको थियो राजाले। अनि फेरि मन्दिर बन्द पनि रहेछ कि। अनि त्यहाँ फेरि साथीहरू हैन, त्यहाँ पुग्ने बित्तिकै अब कता कता हराइदिनु भयो कि। आफू चाहिँ एक्लै हिँडिदिनु भएन, म चाहिँ भिडियो खिच्दै आएँ। अब उहाँलाई खोज्दैछु फेरि कता हो कता हैन। यस्तै हो, सधैँ खोज्नु पर्ने। खोज्दा खोज्दा है अनि जहाँ गयो नि यस्तै राजा छिछिरी हिँड्नुहुन्छ नि त। अनि मलाई चाहिँ भिडियो नबनाइन्न फेरि, त्यही भएर यस्तै हो हैन। हराएको के म त त्यहाँ खोजे पछाडि कताबाट मैले त्यहाँ कृष्णले हेरेर आएको थिएँ। राधा कृष्ण उता अहिले हामी श्री कृष्ण मन्दिरमा छौँ साथीहरू। के छ, कस्तो लागिरहेको तिमीलाई चाहिँ? मलाई एकदम राम्रो रहेछ। मलाई थाहै थिएन नि यति राम्रो रहेछ भनेर होइन। अब आज चाहिँ मेरो राजाले जाम यति राम्रो छ भनेर लिएर आउनुभयो। जाम भन्नुभयो थियो, अब कहाँ हो के हो थाहै थिएन नि त मलाई अघि। अनि अहिले बिचमा आउँदाखेरि मन्दिर भन्नु थियो है। यहाँ आउँदाखेरि त यति राम्रो मन्दिर रहेछ कि म त सरप्राइज नै भएँ आज। अहिले हरिबर आउँथ्यो नि होइन, अब यस्तो अनुहार लिएर आएँ है। अनि तिमीले क्यामेरा पनि ल्याएको छ भने त क्यामेरा निकाल नि त, फोटो खिचौँ। ल्याएर आएको खै 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 फोटो खिच्ने हो, त्यहाँबाट त राम्रो आउँछ होला है। अब यो फोटो खिचौँ है अब। खै क्यामेरा निक्लिँदैछ साथीहरू। लौ यो क्यामेरा हाल्ने भन्दा के हाल्यो यो ब्यागमा? भनेपछि तिम्रो दिमाग चाहिँ खुट्टामा लागेको छ आज चाहिँ। के हो यार यस्तो मेरो दिमाग। आज लास्ट कमेडी भयो यार। त्यतिकै मान्छे लास्टै ल्याङ गऱ्यो। फोटो कसरी खिच्ने हो र छ्या, म त जाउँ मेरो रुम लिएर आउँ कि त। त्यो ल्यापटपबाट अब त्यो ल्यापटपबाट फोटो खिच्नु पर्यो। के बानी ला हो मलाई यस्तो बिर्सिने। ल बुढो के भयो तिम्रो चाहिँ आज, किन हो यस्तो मुड खराब? यसले फोटो खिच्नु त यार सुट्ने यार। यहाँ पुगेर 1 घन्टाको 1.5 घन्टा लगाएर आयो। अब क्यामेरै ल्याएन, यो ल्याएर आयो टाढो। अब त्यसले फोटो खिच्नु पर्यो नि त। अब ल हुन्छ, अब त्यही देखाएर बस्नु पर्यो। तपाईँ हो के सबभन्दा बोली मलाई यस्तो गराउने हो। ल अब चाहिँ हामी मोबाइलबाट भयो नि फोटो खिचौँ भनेर होइन, फोटो खिच्न लाग्यो है। तर दुःख गरे यति टाढा आयो कि अलिअलि मन त यस्तो रोएको छ कि साथीहरू। यहाँबाट दामी आएको कस्तो सबै कुरा देखिरह। अब चाहिँ हामी मोबाइलबाटै भयो नि, अब जस्तो आयो नि होइन। अब अलिकाल आउँछ नि त। अनि त्यसपछि खिचेर अब हामी चाहिँ मन्दिरबाट निस्केको साथीहरू। जे भयो नि दर्शन गऱ्यौँ होइन। अब क्यामेरा ल्याएर चाहिँ अर्कोचोटि आउँला भनेर अब हामी चाहिँ यहाँबाट निस्केको। राजाको बानी त्यही त नि, अगाडि कसरी जानुभयो होइन। अनि त्यसपछि हामी निस्किन्छौँ। अनि एकछिन खाजा खाएर अगाडि एउटा नजिकै एउटा पार्क छ भन्ने सुनेको थियौँ होइन। अनि त्यो पार्कमा जान्छौँ। अनि टाढोबाट चाहिँ यस्तो दृश्य देखिएको छ है। अब चाहिँ हामी खाजा खान्छौँ। अनि त्यसपछि चटपट अनि पानीपुरी र अर्को के अरे चाउमिन खाएर अनि हाम्रो निस्किन्छौँ। एकदमै भोक लागेको थियो कि हामीलाई। त्यसपछि आइसक्रिम पनि खाँदैछु होइन। अनि त्यसपछि उता अगाडि पार्कमा गएर पनि देखाउनेछौँ साथीहरू सबै कुराहरू है। अनि हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। पार्क चाहिँ कस्तो छ अझै हेर्न बाँकी छ नि त। त्यसैले हजुर हेर्दै जानु होला, हाम्रो भिडियोलाई माया गरिदिनु होला साथीहरू है। अनि हामी चाहिँ अब खाना लाएको है।
अनि त्यो एकदम चिसो रहेछ कि अनि मेरो दाँत चाहिँ दुख्छ नि त त्यही भएर उहाँले फुटाइदिनु दिएको कि अनि दाँत पनि एकदम कमजोर छ कि मेरो त्यो चिसो लाग्छ अनि दाँतले खानै हुन्न तैपनि एकदमै गर्मी भएको थियो र अनि खाना लागेको के गर्ने है साथीहरू आज क्यामेरा बिर्सेर चाहिँ एकदमै नराम्रो लाग्यो कि अब के गर्नु त नि अब है नराम्रो लाग्यो नि खाँदाखेरि चाहिँ बिर्सिनु अबको यात्रा कता राजा हाम्रो जाँदैछौँ अब बन्दैछ अरे भर्खरै तैपनि एकदमै राम्रो रहेछ मलाई एकदमै मन पर्यो है अनि मोबाइलबाट बुढो के पार्क रे पञ्चकन्या ए होइन पञ्चकन्या अर्कै नाम थियो त्यहाँ यस्तो राम्रो ठाउँ छ है होइन अब त्यहाँ गहिरा पनि बस्नु भएको छ बढिया त मृग छन् भन्ने खै त मृग त्यो त कता हुलेका छन् रे के मेरो खाजाले हात समाउनु भएको मेरो आफ्नै राजाको हात हो यो राजाजी यो हात के गर्छ सधैँको यसरी कति बेला भनेको साथीहरू उहाँको चप्पल हेर्नु है उहाँको मेरो साथीको चाहिँ खाजा खाँदा तर उहाँलाई थाहै छैन मेरो म चाहिँ अफोन लगाइसकेको साथीहरू होइन यो जराएको चाहिँ भिडियो बनाउनु पाइनँ अनि फोटोहरू मात्र छ म चाहिँ अन्तिममा राखिदिनेछु होइन भिडियोको अनि एकदमै रमाइलो भयो पुल चाहिँ एकदमै राम्रो रहेछ होइन अनि भिडियो बनाउन नमिलेको कि मोबाइल चाहिँ एकपछि आएर अनि फोटो खिच्यौँ अनि पार्कमा बस्यौँ 1 घन्टा होइन यो जराएको फोटो अनि त्यसपछि घर आउँदाखेरि फेरि खाजा खाएर अनि हामी चाहिँ घर आएको साथीहरू हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला ओके बाई बाई।